अन्नपूर्ण केवल कालमा उपस्थित भइसकेका छौँ। यो चाहिँ नि मेन द्वार भयो इन्ट्री गर्नको लागि। अब हामी चाहिँ नि केवल कालतर्फ गइरहेका छौँ। यो चाहिँ नि यसको भवन भयो अन्नपूर्ण केवल कालको। यो चाहिँ नि हाम्रो सरहरू इन्ट्री गरिराख्नु भएको छ। पारस सर, बसन्त सर, हाम्रो यो चाइनी जस्तो देखिनु भयो सर उहाँको नाम। ओके सर, अर्को सर आइराख्नु भएको छ। वेलकम सर। हाम्रो विवेक वेलकम। कस्तो अन्नपूर्ण केवल कार। थ्याङ्क यू। इन्जोय गर्नुहोस् मौज मस्ती। यो चाहिँ नि बिल्डिङ भयो अन्नपूर्ण केवल कारको। आनन्द भयो यो हटाउनु न। इन्ट्री गेट कहाँ छ नि? इन्ट्री गेट यहाँबाट हो। हजुर, यो चाहिँ नि हाम्रो इन्ट्री गेट भयो। एभ्रिवान हाई, हामीहरू चाहिँ पोखराको सारङकोटको डाँडाको मुनि हामी केबल कार चल्ला है। एज यु क्यान सी त्यहाँ फेवाताल, त्यहाँ हाम्रो सम टिचर्सहरू फेवातालमा बोटिङ गर्दै हुनुहुन्छ। एन्ड यहाँ हेर्नुहोस् हाम्रो सम मिसहरू चाहिँ केबल कार चल्न रेडी। कस्तो लाग्यो तपाईँहरूलाई? राम्रो लाग्यो यस। अनि यहाँ हेर्न सक्नुहुन्छ दुईवटा भलन्टियर विद्यार्थीहरू स्पेसल सोर्स लगाएर आउनुभयो यहाँ, गुरुको सोर्स लगाएर आउनुभयो। अनि यहाँ हुनुहुन्छ पारस सर। हाई पारस सर। अनि यहाँ हुनुहुन्छ कविता मिस। अरू चिने छैन मिसलाई त हामीले मिसको ऐनामा हेर्नु। यहाँ हुनुहुन्छ हाम्रो चन्द्र मिस। अनि यहाँ हुनुहुन्छ हाम्रो म्याडम। सिस्टर। अनि यहाँ हुनुहुन्छ हाम्रो अर्को सिस्टर। चाहिँ राजु दाई। अनि यहाँ हुनुहुन्छ हाम्रो समीर सर। यहाँ हुनुहुन्छ हाम्रो हेर्नु, यहाँ हुनुहुन्छ हाम्रो सञ्जय सर। यहाँ हुनुहुन्छ विकास सर। ए तपाईँ के बोल्दै हुनुहुन्थ्यो? सरी डिस्काउन्ट उतै रेड लाइनहरू त्यहाँ हामी अटेर एउटा डिस्काउन्ट भएछ। ओभरलोड पनि भयो। हामी यहाँ 4 जनालाई छुट भयो। अनि यहाँ हुनुहुन्छ हाम्रो विजय सर। विजय सर केही भन्नुहोस्, कस्तो छ? छोरी छ केवल कारमा चढ्दैछ। वाह रमाइलो छ। हाई वेदान्सी केही त भन। हाई एन्ड विभा केही भन। हाई विभा यहाँ हेर त। विभा भयो धेरै भयो। अनि हाम्रो हुन्छ विनय सर। मनकामनाको पेटभित्र हुँदाखेरि त्यहाँ हेर्नुहोस् हाम्रो टिकट काट्दै हुनुहुन्छ। यहाँ हुनुहुन्छ ओभरवेट मान्छे। ओभरडाइटको सिम्टम्स। हेलो, अब हामीले एन्टर गर्दैछ। हामी टिकट काटिसक्यौँ।
तिमीलाई हैन सानो तिमीलाई चाहिँदैन कान मान्छेलाई टिकट पाउनु भयो टिकट पाउनु भयो यिनमै जले टिकट पाउनु अगाडि टिकट पाएकोहरू अगाडि जानु अगाडि बढ्नु ओके टिकट देखाएर जानु है यहाँ क्लिक हुँदैछ एकजनाको कमी भयो टिकट मलाई टिकट छैन 700 एउटा टिकट काटेर वहाँ दिनु तपाईँ जानु पाउनु भयो फाइनली पाउनु भयो 19 जना रहेछ न सबैले भनेको थियो सबैले 18 निकाल्ने फेरि पछि एउटा टिकट पुगेन हामीहरूलाई त्यही भएर हामी टिकट दिन लाग्यो ए फर्किँदाखेरि यही राख्ने हो ल ल थ्याङ्क यू यो हुनुहुन्छ दुईजना केबल कारमा हामीले क्लाइम्बिङ गर्दैछ अब केबल कारको लागि यति मेहनत अब यहाँ काउन्टरमा आयो टिकट काउन्टिङ मिस्टेक भएर चाहिँ मैले 19 हो कि सबैले 18 भनेको मेरो लाइनमा जानु Back. Kali pasal jauh, kali bahar jauh. Kita jauh. Back. Masih jana matri ho? हाम्रो ग्रुप हो यो लागि हामी यहाँसम्म बनियो कतिजना छ कता हो ओके हजुर फोटो बेच्ने होला नि अब फोटो झिक्न मन लाग्यो एकजना मात्रै त पुगेन 7जना भयो 7जना नै आएका छन् हामी केबल जाँदैछौँ यो हाम्रो केबलको नम्बर कति हो केबल नम्बर 9 हामीहरू चाहिँ 7जना लकी 7 लकी 7 रहेछ हामी त्यहाँ गएर प्याराग्लाइडिङ गर्ने हो मैले बुक गर्दैछु कि तपाईँहरू
हामी त गइसक्यौँ हामीलाई त अरूले बनाउने सरङ्गरको भ्यू टावरबाट हाम फाल्ने अहिले प्याराग्लाइडिङ है अनि अहिले चाहिँ हाम्रो काम सान सब ठिक छ माथि पुग्ने बित्तिकै क्यान्टिन हुन्छ अब ठिकै छ यसो माथि कान चाहिँ टिन्न भएको छ आज त्यति हुँदैन हामीहरू नि है माथि कालिम्पोङ पनि गएको होइन हामीहरू तपाईँहरू गएन कालिम्पोङमा गएन झन् हिउँवाला ठाउँमा गएन यस्तो मजा थियो त्यो ठाउँ त्यो ध्यान यस्तै सर्ट थियो यता कोही कुरै थियो तल केही देखेको थिएन यहाँ त एटलिस्ट देख्न पाइहाल्छ हिँड्न चाहिँ नि फास्टमै हिँडेको छ त्यसमा हामी चन्द्रगिरीको बेला कस्तो थियो यस्तो मजा थियो नि चन्द्रगिरीमा त्यो त यस्तै यहाँबाट डाइरेक्ट त्यहीँ थियो कि यहाँ त टावर बनायो नि त त्यहाँ टुप्पो टुप्पोमा त्यहाँ डाइरेक्ट त्यहीँसम्म थियो अनि त्यस्तो डाँडा त कति चन्द्रगिरीको हाइट बढ्यो है त्यहाँ 4-5 डाँडा त्यस्तै छ है त्यो लामो कि अनि त्यहाँ पुग्दा पनि धेरै टाइम लागेको थियो 8-9 मिनट थियो क्या पुरा 2-3 भिडियो बनाएर नि थाकिसकेको थिएँ मेरो अलिक टुट्टै होला अनि गएर त फास्टै छ हामी भित्र बसेर हो कि एउटै हो त्यही त हो नि स्पिड बराबर स्पिड हुन्छ कतिको स्पिड छ त्यो अर्को केबलले हेर्नु थाहा पाइहाल्छ उताबाट आएकोलाई हेर्नु पर्ने अब यहाँ डुक 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 हुन्छ किनभने यो स्टेसन स्लो मोसन यहाँ पनि देवी देवता छ कि छैन एउटा मन्दिर चाहिँ बनाउनलाई बनिसकेको छ कि छैन थाहा छैन मन्दिर नि बनाउन लाग्यो थियो बनिसकेको छ कि छैन थाहा छैन अब हाम्रो उद्देश्यमा पनि बन्द लाग्यो नि मौलकालिकामा नि बन्द लाग्यो यहाँ ठाडो रहेछ अब ठाडो यो मात्रै ठाडो रहेछ अनि त्यसको फेरि कति नजिकमा आर्के रहेछ होइन त चाहिँ बोक्न नहुने त चाहिँ क्यामेरामै आउनु पर्छ है त होइन यस्तो भयो कि कस्तो के भयो सबै भिडियो रेकर्डिङ अडियो रेकर्डिङ मैले नै गर्दिनँ पाएँ त के हो तर बोल्न आउँदैन भने यहाँ हेर्नुहोस् मोबाइल खर्च नि केही हुँदैन सोइलको अनि यो हामीहरू चाहिँ के अरे फेवा लेक हेर्नु त्यहाँबाट नजारे हेर्नु त्यहाँ त्यो ताल बराईमा हाम्रो सब म्याडमहरू त्यहाँ जानुभयो सम हाइट फ्राइट छ उहाँहरूलाई हाइटदेखि डराउनुहुन्छ अनि कुनै म्यामहरूको कानमा नि प्रब्लम छ अरे त्यस भएर अनि यो माथिको डाँडा हेर्नुहोस् ओहो को त्यस्तो म्याडम हामीले सुन्यो अब फेरि डुक 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 गर्छ किनभने पोलको त्यो ठाउँ हान्दिने कसलाई हिँडेर आउँदैछ नि त हिँडेर नै आउनु पाउँछ पहिला यिनीहरूलाई सानो क्लासको बच्चाहरूलाई चाहिँ हिँडाएर लिएर आएको अरे माथिसम्म अर्कै बाटो त जे होस् यति टाढा त हिँड्नै पर्यो थियो होला नि जहाँबाट हिँड्ने नि टाढो हिँड्नु पर्दैन म त केवल कारमा चढेकै छैन सो केही प्रुफै छैन किन मैले भिडियो मैले बनाइरहेको छु ओके दिनु न म बनाइदिन्छु अब हाम्रो काम किन्न हुने झर्ने कोही छैन नि पछि हुन्छ होला ओके सो फाइनली हामी साङकोट एउटा डेस्टिनेसन हामीले भनेको वाला स्पटमा आज बल्ल पुग्यो है फुम्पुस सब पानीले त्यसपछि त्यो हिजोको हाम्रो चाहिँ एउटा महादेववाला चाहिँ पुग्यो हामीहरू आज सारङकोट पनि स्याङ्ग हुनु लाग्यो सारङकोट झन्डै स्याङ्ग भएन हामी आइपुग्यो ओके त्यहाँ हेर्नु त्यो गुम्बा छ अनि त्यहाँ अन्त माथिको डाँडामा हेर्नुहोस् महादेवको पनि छ यहाँ ढाड मात्रै देखिन्छ महादेवको अब यहाँ चाहिँ त्यही पनि क्लियर देखिन्छ ढाड्ने हल्का स्पिड भयो अब म त यही सिद्धिन्छ होला त्यहाँसम्म रहेछ त यो रुख छ भने रुखलाई छोएन हामीले
क्या डेन्जर आएको हेर्नु यहाँ भिडियो नि खै कहाँ छ ए तैँले त्यो पनि बोलेको क्या डेन्जर आएछ त्यो सो हेर्नु सक्नुहुन्छ त्यहाँबाट आउँदैछ केबल नम्बर 10 होला मेरो ख्यालले 17 हो 17 पनि छ र 17 नै हो 17 हेरौँ लेट्स 170 नै मैले 17 हैन 17 हैन बुझिस् त के 117 हो 17 हैन सपना विमान हेलो ओ तेरो फेभरेट केबल कार आउँदैछ 18 नम्बरमा ओया भन्छ तेरो केबल कार आउँदैछ 18 नम्बर फोन गर्नु भएको थियो तैँले अघि यसमा चढ्छु भनेको बसन्त हैन हजुर बसन्तको फेभरेट केबल कार आउँदैछ हेर्नुहोस् फोन गर्नु भएको थियो त्यही केबल कार हो जिनमा बसन्त आउन खोजेको तर उसले आउन पाएन ऊ अघिदेखि त्यही रिसाएको थियो अब साइडबाट नि हाम्रो खोजा हुन्छ अब हामी अहिले त घुम्दैछौँ त्यही भएर होला जस्तो त्यो बेला आउँछ या बसन्तको केबल कार पुरा ब्राउन कलरमा छ ठिकै छ रेडिश सामान बोक्ने केबल कार सामान बोक्ने हैन यो त स्पेशल हो बुकिङ गर्नुपर्छ साइडमा आयो बुकिङ गर्नुपर्छ यो के छ यो बसन्तको केबल कार हेर्नुहोस् अब हामीहरू चाहिँ पुग्न लागिसकेको जस्तो हाम्रो चाहिँ आई थिङ्क केबल कारको यो 3rd लास्ट टावर होला जस्तो लाग्यो कि छ अझै पनि यो 8/13 भनेको अब कोड अनुसार 13वटा टावरमा 8 नम्बर 8 बनाउने मान्छेलाई साइड इफेक्ट लाउँदैन बिगारी मान्छेलाई साइड इफेक्ट लाउँछ आइपुग्दैछ यो 3rd लास्ट र अब सेकेन्ड लास्ट टावर आयो 12 नम्बरको टावर ठ्याक्क 13 रहेछ यो 13 हो क्या 13वटा केबल यो पक्का 12 होला 13वटा टावर 18वटा डब्बा एउटा चाहिँ उसको लागि सामान 18वटामा एउटा होइन 19 18वटा 17 लास्ट थियो अनि 18 एउटा थियो 36वटासँग गर्न मिल्छ अरे यसमा अहिले चाहिँ अब परीक्षणको लागि यति गरेको माछा पुछेर गएको है के लाग्यो अरे यहाँबाट झर्न मिल्छ टिपेर लिएर आउने लिएर आइहालौँ न चन्द्रगिरी जस्तै बनाइरहेछ भ्यू टावर ल हामी पुग्न लाग्यौँ अन्नपूर्ण केबल कारको टप स्टेसन माथि जान मिल्छ पाइन्छ कि त्यो अन्नपूर्ण उस भन्ने ठाउँमा जान पाइन्छ अन्नपूर्ण त्यहाँ यही बाटो त हुन्छ त्यहाँ त यही त चढ्ने नि अब भइहाल्छ एकचोटि त्यहाँ उभिएर खबी छैन माथि छ त्यसको माथि जान्छ हामी ठ्याक्क अब यही माथिबाट निस्किन्छ नि यहाँबाट ट्याक्कै यो बाटो गयो नि यताबाट गयो नि भयो हामी आइपुग्यौँ फाइनली आइपुग्यो हामीहरू राखिराख्नु पछि रिटर्नमा चाहिन्छ हामीलाई हामी निस्के पनि निकाल्नु बस्दै गरे हामी निस्क्यौँ नमस्ते 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 हाम्रो फाइनली हामी ल हामी आइपुग्यौँ माथि लिफ्टमा हिँडेर गयो नि यो बाटो गइन्छ अहिले झर्दाखेरि यतापट्टि झरौँला कि फर्किनु यो बाटो त हो नि फर्किँदाखेरि चाहिँ फर्किँदाखेरि फोटो खिच्दै झरौँला ठ्याक्कै बराबर होला नि अहिलेको ग्रुप भयो कि भयो नजानु कि नजानु अनि 9 जना होस्
हामी लिफ्टको माध्यमबाट माथि पुग्न कोसिस गरिरहेका छौँ हाम्रो अब यहाँबाट हामी माथि अँध्यारै भयो त यो जाने हामी भ्यू टावरमा जाँदैछौँ यो भ्यू टावरको भर्डिङ हेलो सर बस्ने ठाउँमा रेस्टुरेन्ट रहेछ हेरौँ न के जान्छ ओके सर हाम्रो बाजे फोटो होइन ल हाम्रो बाजे तल झडिराख्नु भएको छ हाम्रो बाजे उता गइसक्नु भएको छ बाजे बग्नु तपाईँको पुताहरू आउँदैछन् यस्तो डेन्जर भ्यूमा हामी पुगिसकेको छौँ एउटा नयाँ यहाँ लबीको भ्यू दियो बसन्तले सर कतिको हिँड्न गाह्रो भएको छ You are been love tracking. Oh my god. स्यासा पनि हुनु भयो यहाँ हामी चल्दा चल्दा स्यासा भइसक्यो म त त्यस्तो नि केही नि भएन आउनु साँच्ची हेर्नु शिव 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 राम 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 पनि भन्नु हुन्छ राम हरे राम यो चाहिँ टिकटको लागि पैसा पुगेन How much? Wow, त्यहाँ सस्तो पाए डिस्काउन्ट दिए हामीलाई कति रुपियाँ 80 रुपियाँ
एकैचोटि एउटा फोटो पनि हेर्नुहोस् हामी ब्याग राख्न जान पाए पनि तपाईँ अँध्यारो आएर त्यो यहाँ त्यस्तै अब म घुमेर मात्रै बसिरहेछ के हुन्छ पारस सर यहाँ हुन्छ हाम्रो सरहरू उहाँ अन्त सञ्जय सर हेलो रमाइलो भयो हाई यहाँ हुनुहुन्छ विजय सर पानी पानी भनिरहेछ छोरी पानी लिएर आइदिएन पानी छैन पानी यहाँ छैन यो हुन्छ श्रवण सर यो हुन्छ बसन्त सर ए यो हुनुहुन्छ सञ्जय सर उदा आयो खिचिसक्यो ल भन्नु ल केही भन्नु गङ्गा डार्लिङ तिम्रो लागि मैले लाली गुराँस लिएर आउँदैछु भन्नु भन्नु के थाहा पाउँछ केही भन्नु न भिडियोमा नि हो केही भन्नु न भिडियोमा नि हो मेरा पति परमेश्वरको लागि मेरा पतिको नाम गङ्गा छामी यो त मेरो छोराछोरीको लागि हो मेरो बाबु नानीलाई मेरो पुरानो हैन जसरी फुल भनेर देखाउनको लागि भेरी गुड आफ्नो नाम पनि भनिदिनु न हस्बेन्डको नाम नारायण पोखरेल हो नारायण पोखरेलको लागि कसको लागि छोरी दीपिकाको लागि सबैले खालि भन्नु भएन सबै पहिला सिस्टरहरु सबै खिच्नु छ नि दुईटैको लागि कसको लागि हो तपाईँ यता आउँदैनमा आउनु पर्यो मेरो छोरा र छोरीको लागि अनि बुढोको लागि ल सिस्टरले म्याडमहरूले देखाउनु भयो मैले टिपेर दिएको त्यो फुल चाहिँ यति दुःख गरेर टिपेको त्यही त नि काम गर्ने के हो त्यो होइन खाने भालु तपाईँहरू काम गर्ने अनि फुल चाहिँ पति परमेश्वरको लागि हो त्यस्तो होइन म त सियोर हो यो मोबाइल चाहिँ सबैको लागि भन्नु अनि मोबाइल सबैको लागि मेरो भए पनि पब्लिक भाइरल मोबाइल हो यो फुल मैले श्रवण सरको लागि लिएको स्पेसली क्यामेरा ओभर हियर अहिले बल्ल धेरै उडेका छन् होइन हजुर अहिले यहाँ हाम्रो डिजी सर अहिले कता हुनुहुन्छ अरे हजुर भ्यू टावरमा छ म अलिकति यो अलिकति यो बादलले चाहिँ हिमाल छेकिएको देख्न सकिन्छ तपाईँले दृश्य हेर्नुहुन्छ पछाडि अलिकति बादल लागेको रहेछ तर पनि निकै रमाइलो भएको छ होइन निकै नै रमाइलो छ तलपट्टि हामीले देख्न सकिन्छ अहिले यहाँ हेर्नुहोस् प्याराग्लाइडिङ गरिरहेको देख्न सकिन्छ यहाँ उडिरहेका छन् प्याराग्लाइडिङ गरिरहेको देख्न सकिन्छ साथै गरी अब हामी चाहिँ राष्ट्रिय फुल लिएर चाहिँ पुरै चमकदार अनुहार सहित फोटो खिच्दै हुनुहुन्छ यो अहिलेको बन्दै गरेको फ्युचर टावर हो यो हामी बन्दै गर्ने क्रममा हामी माथि जाँदैछौँ यसको भ्यू हेर्नको लागि हेलो सरहरू कष्ट भइरहेको छ हामी यहाँ निकै नै केही सन्देश दिन चाहनुहुन्छ हाम्रो फेवातालमा बस्नु भएको म्यामहरूलाई हामी जानै बाँकी छ हामी गर्दा पनि डुबे चलाइन्छ ठिकै छ हामी फेवातालमा गएर डुबे चलाउनै बाँकी छ
यस्तो चान्स फेरि फेरि मिस हुँदैन यस्तो प्याकेजमा आएको मान्छे छुट्टिनु हुँदैन भनेपछि ढुङ्गा पनि चलाउने प्लान छ है यो त ढुङ्गा नचलेको त चारी कुरै हुँदैन नि मेन प्लानै त्यही हो त्यो चलाइसकेपछि त्यहाँबाट एउटा माछा थुत्ने हो उता लगाएर ठक्क ड्रिल गरेर ड्रिल त्यसपछि चाहिँ टक्क टेस्टी भन्दै खाने अनुभव लिन्छ हाम्रो सरहरू थाकिसक्नु भयो जस्तो लागिरहेको छ यो सारनकोटबाट भ्यू पोखराको निकै नै राम्रो देखिएको छ पोखरा यता छ नयाँ बन्दै गरेको एयरपोर्ट हाम्रो त्यसको दृश्य पनि हेर्न सकिन्छ यहीँबाट फाइनल्ली हामी चाहिँ नि फर्किँदैछौँ यो ल्यान्डिङ एरिया सरनकोटमा सारनकोटको घुमघाम भ्याएर हामीहरू जाँदैछौँ ट्रट फार्मिङमा कता ट्रट फार्मिङ ओके हामीहरूको हाम्रो अन्नपूर्ण होटल त्यो नायब लेक साइडमा छ हामी त्यहाँ जान्छौँ अनि त्यहाँ गएर मेरो चाहिँ लन्च खान्छौँ अन्नपूर्णमा मेन एउटा चाहिँ स्टोन रेस्टुरेन्ट भन्ने छ स्टोन हाउस रेस्टुरेन्ट त्यहाँ हामीले चाहिँ अर्डर दिइसकेछ हाम्रो चाहिँ स्पेसल त अन त छ नि त्यसको चाहिँ हामी ट्रट फार्मिङ जान्छ अनि ट्रट फार्मिङमा गएर हामीहरूको चाहिँ बुकिङ भइसकेछ सो सम फिस प्लेटहरू सबैभन्दा कस्टली फिस नेपालको रमाइलो नै ठाउँ छ वाट अ ब्युटिफुल सिन कति धेरै क्लियर आइरहेछ ल हेलो राजु दाई राजु दाई हेलो अब खाना खाएंगे ट्रट फार्मिङ जाएंगे हजुरबासित रमाइलो समय गऱ्यौँ अब फर्किँदैछौँ भैया हाम्रो बाजेसित अब हामी फर्किँदैछौँ साइड भ्यू हेर्नुहोस् अप्पर भ्यू हेर्नुहोस् त्यहाँ इगलहरू उडिरहेको माथि डाउन भ्यू पनि त्यसको मुनि प्याराग्लाइडिङ त्यसको मुनि हाइवे अनि बिचमा हामीहरू बिचमा लड्किरहेछ हामीहरू त्यहाँ प्याराग्लाइडिङ ल्यान्डिङ एउटा तल हुँदैन लेक साइडको ठ्याक्क छेउमा त्यहाँ ल्यान्डिङ भयो उता पोइन्ट हो नि त्यहाँ ल्यान्डिङ हुँदैन कति धेरै ऊ तल होइन ऊ त्यहाँ त्यो ठ्याक्क लेक साइडको छेउमै रहेछ कि सबै त्यही बिचमा गर्दैन सबै घुमेर त्यहीँ जाने रहेछ एक फनको लेकको एक फनको घुम्ने रहेछ उपत्यकामा चाहिँ हावा एकदम ठिक्क चल्छ कि अब पुरै के जोकेर सबैलाई ठाडो र खतरनाक वाला यहीमा लाग्यो मलाई अनि त्यो अलिक ढुङ्गा भएको चट्टान भएको पहाड रहेछ कि यो कसरी बनाइहाल्यो कि यो टावर कसरी बनाइहाल्यो यिनीहरूले केबलको टावर त्यहाँ तल हेर तल यसो खिच्छ तलबाट के भयो तल हेऱ्यो भने सबभन्दा डर लाग्दो ठाउँमा हामी रमाइलो भइरहेको छ
यति झन् रमाइलो होइन यो माथि उता हेर्नु हामीहरूलाई सडनली अड्के सबै प्यानिक गर्दै हुन्छ डोन्ट प्यानिक अब एकछिनमा लाइन आइहाल्छ विधानजी तिमी डराउनु भयो कति धेरै हामीहरूलाई भ्यू हेरेर भनेर एकछिन रोक्दै तिनीहरू कहाँ अड्क्यो तिनीहरू उता त्यहाँ त भुइँमै अड्के रहेछ सबैभन्दा खतरनाकमा हामी अड्के रहेछ राम्रो ठाउँ के फेरि पछाडि ठाडे चट्टान डेन्जर ठाउँ नै राम्रो हुन्छ बस सबैले डेन्जर भनिरहेको थियो तल हेर भन्दै छोरीले के भनिन्छ नि यहाँबाट उठ्ने होइन अरे बाबा हेर्नु भनिन्छ माइकिङ छ कि स्पिकर लागेको कसले के भनिरहेछ सुनिरहेछ सबै चलाइदिउँ भयो अब धेरै भएन अब जाने हो समीक्षा त हामी उति तलको अरे तोरी ठाउँमा तोरी किनेर पैसा रमाइलो हुँदो रहेछ हामी अड्केकोले गर्दा हेर्न पाइयो कति धेरै हाम्रो माथि नै आयो हाम्रो माथि नै आयो माथि पनि ए माथिबाटै गयो के कति धेरै थिएर हावा चलिरहेछ नि त मजाले हावा चल्या अनि धेरै उडेछ के हो कति उडे हौ त्यहाँबाट टन्नै उडे किन्न होला है मान्छेहरूलाई मान्नु पर्छ है सर यार है हावा मजाले चल्या नि त अहिले है त्यही भएर चरा जस्तो उड्न पनि पायो कि मान्छेले गुड्न स्विमिङ गर्न सबैमा एक्सपर्ट भइसक्यो पुरालाई फेल खुवाइदिइसक्यो कि माछा भन्नु पर्दैन फाइनली हाम्रो चल्यो ल 5 मिनट 5-7 मिनटसम्म वेट गरेर हाम्रो केबल कारमै लाइन आयो कति लकी अर्के क्या अरु त खेल्छ हामी त केबल कारमै दसैँमा एकचोटि उड्नु पर्छ भने हामी त कति कस्तो लाग्यो अड्केको अवस्था भेरी एन्जोयमेन्ट लाग्यो हामीलाई सुरुमा अलिक डर लाग्थ्यो पछि त रमाइलो भयो भ्यू हेर्दाखेरि काकी तपाईँले भन्नुभयो अड्किहाल्यो कस्तो लाग्यो तपाईँको मैले अड्किन्छ भनेको त होइन कति खतरनाक ठाउँ रहेछ सबैले खतरनाक ठाउँ आयो भनेर चाहिँ रोक्दै ल हेर न त डिजी भनेर होला नि त खतरनाक छ ल एकछिन बस तिमीहरू यहाँ हेरेर जाऊ खतरनाक अब तर त्यो घरमा गएर हेर्दा नि मजा आयो कि सबैले त माथि त्यो बनाउँदै गरेको जस्तो घर नभन्नु त सारङकोटको त्यो माथि चाहिँ हामीलाई केबल कारको त्यसले सर्भिसले हामीलाई माथि रेस्टुरेन्ट टप रेस्टुरेन्टमा लगेर चिया खुवाउनु भएको थियो हामी फर्स्ट क्यापुचिनो त्यही त त्यो तपाईँ चिया खाएको होइन र म त हामी फर्स्ट उतै 8 जनालाई खुलाएको थियो त्यसमा हामी नि पर्यो तिमी त थिएन त्यो फोटो स्पेशल अफरमा पर्यो दुला दिदी पनि पर्यो हामी सबै पर्यो स्पेसल अफरमा त्यसको पछि हामी तल गएर चाहिँ के अरे भ्यू टावरमा गयो भ्यू टावरमा घुम्यो अनि भिटारको मुनि बोटिङ पनि थियो नि बोटिङ गरियो हामीलाई डर लाग्यो किन त्यसमा उनीहरूले उति लाइफ गार्ड दिएन कि लाइफ गार्ड नभएको हामीले त्यो बोटिङ गर्नै मानेन सेफ्टी नभएर यहाँ पनि अड्किने नभन बाबा यहाँ त्यति खतरनाक छैन अलिक छैन छ भने पनि अड्किन्छ यहाँ डेन्जर छ यहाँ मजा आउँछ अड्कियो त्यति डेन्जर छैन यहाँ मजा आउँछ ठ्याक्कै होइन पोखरामा सबै थोक गरिदिँदो रहेछ टुरिज्म कस्तो मिठो डेभलप गरिन्छ कि अब घुम्ने ठाउँ त रहेछ रमाइलो रहेछ बोरिङ हुने ठाउँ नरहेछ हप्तौँ दिन महिनौँ दिन बस्यो भने पनि घुम्ने ठाउँहरू जति पनि हुने कि कति धेरै हामी यहाँ यस्तो माथि चढेर नि रमाइलो गरेर त पक्का म्याडम भन्दा नि रमाइलो गऱ्यो होला है तल बोटिङ गरेर नि आइपुग्यो खै सुन्तला देन भने फलेकै छ
लाग्यो क्या हो डिजी भाइ यार फार्मिङ ड्याडी अहिले पख आफै आएन उठ त्यहाँ पसन्द टमाटर त्यो चाहिँ मस्त मान्छे बोल्थ्यो कस्तो लाग्यो सर भ्रमण एकदमको मजा लाग्यो आफ्नो मेन सर आउँदै हुनुहुन्छ गोदमुलु सर ट्याङ ट्याङ गर्लफ्रेन्डको लागि एउटा नयाँ गर्लफ्रेन्डको लागि फुल ल्याउँदै हुनुहुन्छ ब्यास 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 यस्तो मिठो आयो कस्तो लाग्यो सर कस्तो लाग्यो तपाईँको भ्रमण रमाइलो एकदम राम्रो थियो रमाइलो केही हजुर एकदम फ्यान्टास्टिक डे टुडे इज इट के इन्जोयमेन्ट गर्नुभयो नि के भन्न सक्नुहुन्छ कि एकछिन त प्याराग्लाइडिङ पनि इन्जोय गरे जस्तो लाग्यो लोकेपछि होइन प्याराग्लाइडिङ भइसक्यो ए हामी फाइनल्ली होटलमा आइपुगेका छौँ